नमस्कार। आज सानो कुरा गर्न गइरहेको छु हैन। हामीले विदेशीलाई हात्ती बेच्यौँ अरे भनेर चर्चित भएको थियौँ। नेपालबाट हात्ती बेच्यौँ अरे। कसले बेच्यो थाहा छैन, तर हामीले दान गरेको हात्ती विदेशीलाई। किनकि हाम्रोमा यति हात्ती छ, हामीले मगाउनु पर्दैन। हात्तीहरू आफै आउनुहुन्छ क्या हाम्रो नेपालमा। घुम्नलाई आउनुहुन्छ, दिन रातभरि घुम्नुहुन्छ, बिहान भएपछि जानुहुन्छ हैन। त्यही भएर धेरै भएर चाहिँ हामीले हात्ती 2टा विदेशीलाई दिएको, तपाईहरू पनि पाल्न भनेर। हामीले त कति पाल्नु भनेर 2टा घटाइदिएको, तर पनि डेली आउँछ घुम्नलाई। नेपाल यस्तो राम्रो ठाउँ छ, हात्तीलाई धरि मन पर्ने ठाउँ भनेपछि सोच्नु कस्तो होला नेपाल। जय नेपाल।